सबैमा जय श्री कृष्ण। आज भने यो म सदैव भिडियो बनाउने मान्छे, भिडियो जस्तो चले पनि यहाँले भिडियो हेर्नुहुन्छ त्यही अनुसार आज भिडियो बनाउनलाई स्टुडियोको लागि मैले एउटा साउन्ड सेट माइक सेटहरु ल्याएको छु। यो सबैभन्दा मैले पहिला यो खोले, यो मोबाइल राख्ने रहेछ हैन, सायद लाइभ आदि गर्न अथवा हेर्न चलाउन ठीक हुनेछ। अब म खोल्छु अर्को सामान। यो हो यहाँनेरि एउटा यो इयरफोन पनि दिएको रहेछ हैन। त्यसपछि यो साउन्ड मिक्सर, यसैले साउन्ड मिक्सर मिक्सिङ गर्ने हो। यो जोड्नु पर्छ, जोड्ने कुराहरु यहाँ छ। अब यो जोड्ने हो, हामीले मोबाइल दुईटामा जोड्न मिल्दो रहेछ हैन। अनि यो साउन्ड। अब अर्को चाहिँ यो के हो, यो हेर्छौ है, यसभित्र के छ। यो रहेछ, यो टाउकोमा हाल्ने घक्लाक कानमा हाल्ने अनि सुन्ने होला। यो भनेपछि यो पनि इयरफोन। यस्ता त दुईटा त्यसै घरमा छँदै थिए, फोकट पैसा परेछ क्या। अब म आउँछु यसमा है। यो खोल्छु, यो खोलेपछि यो अगाडिको जाली, यो नोइज रोक्नका लागि होला, यो भयो। अब त्यसपछि यो माइक चट्टसँग हेलो 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 हेलो। यो माइकको लाउने माथिको टोपी, कालो टोपी हो। यो टोपी हाले मैले, मजाले टोपी हालियो। अब त्यसपछि यो माइकको लिड, अनि त्यसपछि यो माइकको स्ट्यान्ड कभर त होला नि। यसैभित्र यो माइक हाल्ने हुन्छ। यस्तो हैन, यो टक्कसँग। अनि त्यसपछि यो स्ट्यान्डको सामग्री, स्ट्यान्डहरु, यो हो स्ट्यान्ड। यसैमा चाहिने माइक यहीँबाट फिट गर्नु पर्यो अनि बोल्नु पर्यो। त सामग्री के कस्तो लाग्यो, मैले अनलाइन मार्फत मगाएँ। अनलाइन पनि अनलाइन सपिङ एउटा सपबाट नै अनलाइन मगाएको छु। यहाँहरुले चाहियो भने पनि मगाउनु होला, राम्रै छ जस्तो लाग्छ। बाँकी अरु भिडियो बनाएर भिडियोमा थाहा हुनेछ यसको साउन्ड क्वालिटी के कस्तो छ भन्ने कुरो। अहिले खास गरी मैले जोड्न जानेकै छैन, पहिला त यो जोड्न जान्नु पर्नेछ। हवस् त, हार्दिक अभिनन्दन। जय श्री कृष्ण।